भुन्टीले अदालतमा देखाउनका लागि निकै ठुलो प्रमाण फेला पारेकी छिन्। भूपेन्द्र र जेरी एउटै ओछ्यानमा अङ्गालो मारेर बसिरहेको र एक अर्कामा माया प्रेमका कुरा गर्दै निकै आनन्दमय अङ्गालो बाँधिरहेको भेटिसकेपछि सारा भिडियो र फोटो खिच्दै भुन्टीले प्रमाण फेला पारेकी हुन् र सारा प्रमाण अब अदालतमा देखाइसकेपछि तिमीहरूसँगको काला करतुतहरू सबै बाहिरिनेछन् र तिमीहरू दुईजना बीचको सम्बन्ध के हो र श्रीमती घरमा हुँदाहुँदै अर्कै केटीलाई घरमा ल्याएर राख्नुको अर्थ के हो, यो यथार्थ बाहिर खुल्नेछ भन्दै भुन्टीले धम्क्याउन थालिसकेपछि भूपेन्द्र र जेरीको होस उडेको हो र उता परिवारलाई पनि अब तनाव हुन थाल्यो। वास्तविकता के हो र किन भइरहेको छ यस्तो भनेर पत्ता लगाउनका लागि भूपेन्द्रका बाले पनि भुवनलाई फोन गरेर सोधे, तर फोन गरेर सोद्धा यथार्थ कुरा यही रहेछ। जसरी हुन्छ भुन्टीले आफ्नो परिवार अर्थात् भूपेन्द्रका शाखा सन्तानबाट आधा सम्पत्ति लिएर डिभोर्स गर्ने ठुलो प्लान बनाउँदै रहेछिन्। यो कुरा सुनिसकेपछि ससुराबालाई भने विश्वास लागेन, किनकि ससुराले सधैँ भुन्टीलाई यति विश्वास गर्छन् जुन कुरा ससुराले भुन्टीसँग मात्र गर्छन्। जुन भुन्टीलाई आफ्नो ससुराले आफ्नी छोरीलाई जस्तै माया गरेर राखेका थिए, तर त्यो यथार्थ सुन्दै गर्दा उसलाई विश्वास अझै पनि लागिरहेको छैन। किन भुन्टीले यसो गरिरहेकी छिन् र के भएछ भन्ने कुराको खोज तलास गर्न बाँकी नै छ उसको नजरमा भने। तर भूपेन्द्रका भाइ भीम र भीमकी आमा भने भुन्टीका परिवारहरूलाई भुन्टीले लगाएको केस फिर्ता गर्नका लागि भन्दै भुन्टीका घरतिर गएका छन्। तर उनीहरूले बाटामा जाँदा जाँदै सायद आफ्नै छोरीले घर छोडेर आएको भेट्नु पर्ने हुन्छ। तब मात्र उनीहरूलाई थाहा हुनेछ कि कसैको छोरीलाई धोका दिँदै गर्दा र कसैकी छोरीले अंश माग्दै गर्दा र कसैकी छोरीले आफ्नो श्रीमान अरू कसैसँग लठारिएर बसिरहेको देख्दा कसरी मन मान्दो रहेछ या मान्छ या मान्दैन भन्ने कुराको विश्वास उनीहरूलाई पनि होस्। र जसरी भुन्टीलाई हेपिरहेका छन् त्यसरी नै उनी उसकै छोरीलाई पनि हेपिरहेका छन् भन्ने कुरा उसले बुझेकी छैनन्। जबसम्म भूपेन्द्रकी आमा सुध्रिँदिनन् र भूपेन्द्रका सारा परिवार सुध्रिँदैनन् तबसम्म यिनीहरूको भने अब अन्त्य निश्चित छ, किनकि भुन्टीले निकै ठुला प्रमाणहरू फेला पारिसकेकी छिन् र अदालतलाई प्रमाण चाहिन्छ। त्यो सारा प्रमाण जुटाइसकेकी भुन्टी अब झन साह्रो स्ट्रङ बनिसकेकी छिन्। अब बलियो बनिसकेकी भुन्टीलाई यिनीहरूले केही गर्न सक्दैनन् र भुन्टीसँग भएको सारा प्रमाणहरू मेटाउन र भुन्टीको फोन खोज्न निकै लागि परेका थिए, तर भुन्टीको अगाडि उनीहरू टिक्नसम्म पनि सकेनन्। भुन्टीको एकै झापटमा जेरीको उड्यो होस्, तर भूपेन्द्रलाई भने भुइँमै ढल्ने गरी धकेलिसकेपछि भूपेन्द्रले पनि गर्न केही सकेनन्। भूपेन्द्रलाई लाग्न थाल्यो अब मेरो सारा सम्पत्ति जाँदैछ भन्ने कुरा, तर वास्तवमा यही नै हो कि भूपेन्द्रले धेरै ठुला गल्तीहरू गरिसकेका छन्। अब भूपेन्द्रलाई अन्तिम चेतावनी र सुधार्नका लागि भुन्टीले चालेको कदम भने एकदमै राम्रो छ।